हेलो गाइस, म चाहिँ चुल्हामा खाना बनाउँदैछु। लु हेर्नुहोस् है, यहाँ अर्ग्यानिक चुल्हामा खाना बनाएको चाहिँ कोलाई मनपर्छ तपाईँहरू ल। यो चाहिँ दाउरामा हो, अनि चाहिँ दाउरामै पकाउँछु नि त बेसी जस्तो खानाहरू चुल्हामै। अन्त हेर्नु सक्नुहुन्छ, मेरो चाहिँ एकपट्टि दाल पाक्दैछ, त्यो पानी तताइराखेको छु हो। अन्त अब अहिले ग्यासहरू पनि भन्ने बित्तिकै पाइहाल्दैन हो, ग्यासको अलिक दुःख पनि हुन्छ। अन्त ग्यास त छ र पनि खारो गर्नु पऱ्यो नि त होइन। दाउरा छ भने त चुल्हामा खानाहरू पकाउनु पनि सक्छ नि त हामी त। अन्त त्यो भएर चाहिँ म चाहिँ चुल्हामै मनपर्छ खानाहरू पकाउनु, जाडोमा तातो पनि हुन्छ हो। अन्त म चाहिँ कुकरमा यसरी माटो लाउँछु, अन्त डढ्दैन नि त कुकर, अन्त कुकर डढेर कालै हुन्छ होइन। अन्त त्यो भएर चाहिँ म चाहिँ माटोहरू लगाएर बसाउँछु। अब यो डल्ले भाँडामा चाहिँ लाउँदिनँ, यो चाहिँ कालै हो होइन। बिहान मोल्नु त मोलेको थिएँ, मुनि त कालो भइहाल्छ। अन्त कुकरमा चाहिँ अब उयो गर्छु, माटो लाउँछु। अन्त अब सब्जी पकाउनु छ अनि भात पकाउनु छ हो। चुल्हा चाहिँ मैले बिहान लिपलाप गरेको थिएँ, फेरि उयो भइराखेको छ, मतलब फुट्दैछ होइन। सेतो माटै नपाएर होइन मेरो चुल्हाहरू चाहिँ।